म यहाँ बोलिरहँदा यो क्षेत्र नम्बर 3 रवि लामिछानेजीको क्षेत्र रहेछ। तपाईहरुलाई फेरि पनि नमस्कार गरे म। फेरि पनि रवि लामिछानेले झुक्क्याउलान्, फेरि पनि सहकारीको ठगी गर्लान्। हामी सत्य बोल्न डराउँदैनौं। हामी कदापि सत्य बोल्न डराउँदैनौं। यो यथार्थ हो। ती गरिब जनताको पैसा नठगेको भए रवि लामिछाने अहिले जेल पर्दैन थिए। देशको नागरिकता त्यागेर विदेश नगएको भए आज रवि लामिछानेको त्यो काण्ड उठ्दैन थियो। अमेरिकामा नठगेको भए त्यो मुद्दाहरू आजसम्म पनि उहाँलाई विभिन्न सिटीमा मुद्दाहरू छ लोन सेसनको, त्यो मुद्दाहरू चाहिँ उहाँलाई चल्दैन थिए। यस्ता मानसिकता भएको मान्छे पनि एउटा नेता बन्नु छ, मन्त्री बन्नु छ हैन। हुन त यस्ता व्यक्तिले खासै भन्नु केही पनि छैन। भन्नु छ त केवल हाम्रो कुलमान घिसिङ सरलाई, किनभने कुलमान घिसिङ सरलाई नेपाली जनताले एकदमै मन पराएको व्यक्ति, विश्वास भरोसा गरेको व्यक्ति हुनुहुन्छ। हुन त उज्यालो नेपाल पार्टी कुलमान सरले चाहिँ औपचारिक रूपमा चाहिँ यो पार्टीको अध्यक्ष म हुँ भनेर घोषणा त गर्नु भएको छैन। त्यही पनि सारा जनतालाई थाहा छ उहाँकै पार्टी हो भनेर। यो भाषण चाहिँ यो मान्छेले चाहिँ चितवनको उज्यालो नेपालको कुनै एउटा कार्यक्रम रहेछ, त्यहाँ भाषण दिएको रहेछ। यसले चाहिँ यस्तो व्यक्तिहरूलाई पार्टीमा समावेश गरेर कुलमान सर आफ्नो पार्टीलाई बदनाम नगर्नु होला। किनभने अहिलेदेखि नै यस्तो मानसिकता बोकेर हिँड्ने व्यक्ति भोलि तपाईको पार्टीमा आएर यो मान्छेले केसम्म गर्ला। किनभने तपाईँ भनेको एउटा नेपाली सम्पूर्ण जनताले एकदम विश्वास गरेको पात्र हुनुहुन्छ। यस्ता व्यक्तिको कारणले गर्दा तपाईँ भोलि एकदम मान्छेको नजरमा गिर्न सक्नुहुन्छ। त्यसैले विचार गर्नु होला। यस्ता पात्रलाई चाहिँ पार्टीमा समावेश गर्ने काम चाहिँ कदापि गल्ती नगर्नु होला। अब बाँकी त भन्नु केही पनि छैन यो पात्रलाई। किनभने यो पात्रलाई चाहिँ अब के भन्नु, यो मान्छे एउटा अब कलाकार क्षेत्रबाट आएको मान्छे हो। कलाकार हुँदा चाहिँ अब राम्रो मनपर्ने मान्छे हो। तर यस्तो व्यक्तिले के भन्नु छ यो मान्छेलाई हैन। अहिलेदेखि नै यस्तो मानसिकता बोकेर हिँड्ने मान्छेले भोलिको दिनमा के गर्छ भन्ने कुरा छर्लङ्ग थाहा हुन्छ। त्यसैले कुलमान सर विचार गर्नु होला। यस्ता मान्छेलाई चाहिँ समावेश पार्टीमा गर्दै नगरेको राम्रो है। यति भन्न चाहन्छु। धन्यवाद।